हाई सबैलाई नमस्ते। मेरो च्यानलमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। सन्चै हुनुहुन्छ होला। के छ त योपालि भोट कसलाई दिने सोचिराख्नु भएको छ त नेपालमा? भन्नुहोस् त, एकचोटि विचार गर्नुहोस् है। कसैको लहीमा कसैको पपुलारिटी देखेर भोट नहाल्नुहोस्। व्यक्तिलाई हेरेर भोट हाल्नुहोस्। पपुलारिटी फेरि हेरेर भोट नहाल्नु भन्दैमा मैले बालेनलाई रविलाई टार्गेट गरेको होइन कि। आई सपोर्ट दिउँ, म त उनीहरूको सपोर्टर नै हो होइन, एकदम ठुलो। हाल्नुपर्छ योपालि, एकचोटि चान्स दिउँ होइन उनीहरूलाई। लेट्स सी 5 वर्ष 2-3 दिएर हेरौँ न। 2-3 भन्दा पनि 2-3 दिएर हेर्दा त केही फरक पर्दैन। योपालि चोर नेताहरूलाई हेरे होइन त, हामी पनि कट्टर एमाले हो नि त पहिलाको त। अरू के गरे त? यिनीहरू त कमाइ खाने भाँडो भयो क्या कम्युनिस्टहरू त। के को कम्युनिस्ट हुनु? कमाइ खाने भाँडो मात्र बनाए देशलाई यिनीहरूले। जसरी पनि केपीलाई चाहिँ रोक्नै पर्छ क्या। केपीलाई रोक्नै पर्छ। गगनचोर बाख्रा चोरलाई पनि रोक्नै पर्छ होइन। म त हामीलाई पार्टीसँग नराम्रो, पार्टी त कुनै कसैको पनि नराम्रो होइन नि त, सबैलाई सपोर्ट गरेकै हो। तर व्यक्ति राम्रो भएन क्या। एउटा रवि लामिछानेको कति विरोध गरेको, एउटा बालेन शाहको कति विरोध गरेको क्या। नयाँ आएर के गर्छु भन्दाखेरि लुसिफर हुने, विदेशी एजेन्ट दलाल हुने। अनि यत्रो वर्ष सत्तामा बस्दाखेरि 30-35 वर्षदेखि 40 वर्षदेखि सत्तामा बस्दाखेरि यो देशलाई लुट्दाखेरि, अनि हामी जस्तो युवाहरूलाई विदेश पलायन गर्दाखेरि, अनि विदेशी दलाल को हुने? तिमीहरू हुने कि अनि बालेन शाह हुने, रवि लामिछाने विदेशी दलाल हुने? कुरा गम्भीर छ, सोच्नुपर्छ। एकदमै सोच्नुपर्छ। कुरा एकदम गम्भीर छ साथी हो। एकदमै यो चुनाव सामान्य चुनाव होइन। 5 वर्षमा आउने जस्तो, 5 वर्षमा आउने खालको चुनाव होइन यो। यो चुनाव भनेको पुराना राजनीतिक दल भर्सेस नयाँ दलहरूको लडाइँको बिचको यो द्वन्द्व हो। जेनजीहरूको द्वन्द्व बिचको यो चुनाव हो। देशलाई भ्रष्टाचारीको हातमा दिने कि देशलाई एउटा सक्षम व्यक्तिको हातमा दिने भन्ने डिसाइड गर्ने यो चुनाव हो। एक छापे घन्टी हान्दा पनि केही फरक पर्दैन क्या। हेर्नु न, यहाँको चुनावमा पनि हुन्छ त। यहाँको यिनीहरूको पनि म्यानिफेस्टोहरू आउँछ, नराम्रोलाई दिँदैन क्या। पार्टी जुनसुकै, पार्टीको मतलब हुँदैन क्या। राम्रो व्यक्तिलाई जिताउँछ सक्यो के, राम्रोलाई जिताउँछ सक्यो। त्यो हो नि त कुरा। आश छ हजुरहरूले राम्रैलाई भोट दिनुहुन्छ। योपालि बालेन सरकार आएर अरू केही पनि गर्नु पर्दैन। हाम्रो देशमा करप्सन रोकिदिए पुग्छ क्या। नीति नियमहरू हाम्रो देशमा राम्रो भएन क्या। सिस्टम भएन हाम्रो देशमा। नीति नियम भयो भने देश आफै विकास हुन्छ क्या। आफै विकास हुन्छ। नीति नियम नै छैन, पालनै हुँदैन। कानुन संशोधन, यो संविधान पनि ठिक छैन क्या हाम्रो नेपालको। यो संविधानको धेरै नभनौँ, लगभग हाम्रो यो संविधानबाट धेरै नभए पनि 100 देखि 200 हाम्रो यो धाराहरू फेर्नु पर्ने छ क्या। यो संविधानै ठिक छैन। यो संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुन्छ या प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुन्छ, त्यो ल्याउनुपर्छ क्या। अनि मेन अर्को कुरा चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा चाहिँ एज अ सेरोमोनियल राजा राख्दा हुन्छ कि। किङ भनेको हाम्रो देशको होइन, किङमा राजापति होइन फेरि। तर आई रेस्पेक्ट किङ। तर राजा चाहिँ आउनुपर्छ। एउटा राजालाई हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ। राजाले बनाएको देश हो यो। राजा र जनता मिलेर बनाएको देश हो। अनि त्यो कारणले गर्दा हामीले सम्मान गर्नुपर्छ उनीहरूलाई एकदम राम्रोसँग। नो डाउट सम्मान गर्नैपर्छ राजालाई। हामीले राजालाई सेरिमोनियल राजामा राख्दा के हुन्छ र? केही फरक पर्छ र साथीहरू? पर्दैन नि त होइन, पर्दैन क्या। राख्नुपर्छ। राष्ट्रपतिको ठाउँमा राष्ट्रपतिको के काम छ र? राष्ट्रपतिको के काम छ? केही पनि छैन क्या नेपालमा हो। त्यही कारणले राष्ट्रपतिको ठाउँमा चाहिँ राजा ल्याउनुपर्छ, आउनुपर्छ, राख्नुपर्छ। हि इज द हेड अफ स्टेट क्या। हि इज द हेड अफ कन्ट्री। या सेरिमोनियल किङ, ऊ पनि संविधानभित्र हुन्छ राजा पनि।
द्याट्स इट। अनि त्यसपछि देशको गति हेर्नु न कस्तो लाग्छ, देशले त्यसपछि गति कसरी लाग्छ हेर्नु न। हो त्यो हो कुरा। अनि अब हिजो गगनीले भन्दै थियो गाडीको रुपटपमा चढेर हिँड्ने एन्दान गर्ने त्यस्ता गर्ने। यस्तो यो बाख्राचोर मटन काजी यसलाई मार न हो कसैले, बन्दुक छ भने चाहिँ यसको टाउकोमा कहाँ, यसलाई मार न कसैले यार। यो चोर हामी सचियो भन्छ, बदले भन्छ भने मटन काजी, यसलाई मार त कसैले यार, यसको टाउको काट त। यसले पनि राजनीति गरेको 20 वर्षभन्दा धेरै भयो। पहिला भन्दै थियो हाम्रो कानुन सबै ठिक छ, 2019 तिरको कुरा हो। 2019 संसद भवनमा बोल्दाखेरि हाम्रो कानुन सब ठिक छ, यो ठिक छ, सब ठिक छ, ठेकेदार यिनीहरू भएन, यिनीहरूलाई जसरी कानुनी कारवाही गर्नु पऱ्यो। अहिले भन्छ हाम्रो 41वटा कानुन फेर्नुपर्ने छ। ए मटन काजी, तेरी माया चिक्ने रन्डीको छोरा, तेरी आमा ठास्ने, तँलाई लाज लाग्दैन मटन काजी? तेरो टाउको काट्नुपर्ने हो साला। अझ कति वर्ष नेपाली जनतालाई भ्रममा पार्छस् मटन काजी? मटन काजी भन्, कति वर्ष त अझै भड्कालोमा राख्ने मन छ तँलाई? त्यही कारणले सोच्ने बेला आएको छ। मटन काजीलाई चाहिँ रोक्नै पर्छ संसदमा। यो पनि यसलाई रोक्नै पर्ने पात्र हो। धेरै छन् यस्ता रोकिनुपर्ने पात्र छन्। काङ्ग्रेसभित्र पनि राम्रा नेताहरू छन्, एमाले भित्र राम्रा नेताहरू छन्। एमाले त अब केपीको गुटबन्दी हो भनौँ। केपीले जे भने उठ भने उठ, बस भने बस, हक भने हक, सकियो क्या। एमाले त सकिसक्यो, पत्ता सप्ने भयो एमालेको। यो हेर्दाखेरि दया पनि लाग्छ क्या, नेपालको राजनीतिक पार्टीहरू हेर्दाखेरि कतिखेर दया लागेर आउँछ। नेपाली जनताहरूले अब बुझ्ने बेला आएको छ। एकचोटिलाई एकपटकलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेरौँ न, हेर्दैमा केही जाँदैन। यत्रो वर्ष हेरे होइन हामीले, माओवादीलाई हेऱ्यो। हजुर बहुमत देखाएर हेरिदिनुहोस् न, भोट नबाँडिदिनुहोस्, बहुमत ल्याइदिनु, द्वितीय दिनु। त्यसपछि पनि गर्न सकेन भनेपछि सबभन्दा पहिलो विद्रोह नै हामीबाट हुनेछ क्या राष्ट्रिय स्वतन्त्र पार्टीमा। फुट्ने छ, उनीहरूले आउँदैन भनिसकेको छ त करारपत्रमै। उनीहरूले हामी 5 वर्ष बहुमत ल्याएर सक्षम भएर हामीले काम गर्न सकेनौँ, आभास दिन सकेनौँ, केही देशमा केही परिवर्तन भयो भन्ने केही आभास नेपाली जनतामा भएन भनेपछि हामी आफै नै भोट माग्दैनौँ, हामीलाई भोटै नदिनुहोस् भनिसकेका छन् त। त्यो हो नि त कुरा। एकचोटि नयाँलाई दिउँ न, राम्रो छन्, इन्जिनियर जस्तो मान्छे, पढिलेखेको मान्छे आउने हो नि त। अब 8 फेल छ कि 8 फेल पढ्दै नपढेका नेताहरू आएर देश बन्छ। एउटा पुलिसको जागिर खानको लागि पनि 10 पास +2 पास हुनुपर्छ। सरी, इन्सपेक्टर हुनुको लागि त हजुरको ब्याचलर पास हुनु पऱ्यो। एउटा लोकसेवा दिनको लागि ब्याचलर पास हुनुपर्छ भनेपछि अनि देश चलाउने ठाउँमा अनि यस्तो मान्छे गएर हुन्छ। राम्रो मान्छे छ योपालि राष्ट्रसभामा, त्यसैले हामीले घन्टी भनेको हो। हामी कसैको झोले होइन। झोले भन्नुहुन्छ भने पनि हो, यो पटकको लागि हामी झोले हो गर्छ भन्ने आश छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई योपालि एकदमै अत्याधिक मतले दिएर विजय गराउनु होला। विदेशमा कोही हुनुहुन्छ भनेपछि विदेशमा जति पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आमाबुवा जति पनि हुनुहुन्छ संसारभरि छरिएर बस्नुभएका, एकपटकलाई आफ्नो घरमा कल गरेर हुन्छ कि के गरेर हुन्छ, पार्टीभन्दा माथि उठेर देशको लागि एकचोटि सोच्नुहोस्। एकचोटि मात्र खालि भोट हाम्रो घन्टीमा भोट हाल्नको लागि भन्नुहोस् प्लिज सबैजनाले। जय देश, जय नेपाल, जय घन्टी।